Hello guys, namaste, प्यार अली खान, it's me from बागदुला प्युठान। हाम्रो बहिनीको टिकटक के रे हाम्रो यो चाहिँ ब्लग भिडियोहरु मज्जाले हेर्नुलाई सब्स्क्राइब नगर्नु भयो भने गर्नुलाई एकदम प्यारे प्युठानी छेली हजुर। धन्यवाद। ल यो चेक मिला साथीहरु फाइनली हस्पिटल पुगेको अवस्था। हिजो चाहिँ अर्कै डाक्टरलाई देखाएको थियो, आज चाहिँ बुटोल देखाएको डाक्टरलाई देखाउँदै भएन। जब चेकअप गराएर सक्यो, चेकअप गराएर केही अर्थै लागेन। हिजो जे भनेको थियो आज त्यही भन्यो। हेलो एन्ड नमस्ते एभ्रिवान, गुड मर्निङ फ्रम प्युठान। के छ तपाईहरुको हाल खबर? सबैजना सन्चै हुनुहुन्छ होला नि है। म पनि एकदम सन्चै ठिकै छु हैन। अनि हिजो चाहिँ मेरो खास हात फ्र्याक्चर भएको थियो, यो डिस्लोकेटेड भएको हिजो प्लास्टर निकाल्ने के आज स्वेलिङ भइरहेको छ। फेरि आज पनि अस्पताल जानुपर्ने छ। म यता बागदुलामै छु। अब उठ्यो 10 बजिसक्यो। अब हस्पिटलदेखि डाक्टर आउने अर्थोपेडिक, उसलाई नै देखाउनु पर्ला भनेर रेडी सेडी भयो। अब एकछिनमा हस्पिटल जानुपर्ने हुन्छ। यता चाहिँ नानी। हेलो भन। हेलो। के छ तिम्रो हाल खबर? ठीक छ। तिम्रो नाम के रे? रिचा। रिचा हो? एरिका हैन? हो। अनि अब यही बसेको म बागदुलामा। उयो हात यस्तरी चलाउनु भइरहेन, त्यस्तो गर्नु भइरहेन। पेन भइरहेको छ, दुखिरहेको छ। यिनीहरू दुईजना लगाएर हेरिरहन हैन। अब यहाँ बागदुलामा छु। बिजुवार हस्पिटल जानुपर्ने छ एकछिनमा। सानमारामा जाने। हिजो पनि गएको, हिजो पनि गएर यसो देखाएर आएको। एक्सरे गर्यो, ठिकै छ भन्छ। अब हात चाहिँ यस्तो चलिरहेन। अब मुभ गरिराख्नुपर्छ आफूले, अनि मात्र चल्छ भन्दैछ। त्यही देखाउनलाई अब डाक्टरलाई नै देखाउने भनेर एकछिनमा हस्पिटल जान लाग्यो। गर्मी छ यहाँ त, यस्तो कस्तो गर्मी छ, वाक्का पक्का लागिसक्यो। अनि फेरि साँझतिर घर जानुपर्ने हुन्छ। के हुन्छ रिपोर्ट अनि डाक्टरलाई देखाएपछि थाहा हुन्छ। अब एकछिनमा घरबाट हामी रेडी भएर निस्किने। गाइज अहिले चाहिँ हामी दुईजना रेडी सेडी भएर हस्पिटल बिजुवार हस्पिटल जान्ला। हिजो गएर आएको। हिजो चाहिँ डाक्टर नभएर रिपोर्ट आएको थिएन, त्यही भएर जान्लायौँ हामी। अब हिजो नि हस्पिटल, आज नि हस्पिटल, 2 दिन भइसक्यो। कहिले आर्थिकोला भइसकेको छ, आफूलाई सिधा गर्नु पनि मिल्दैन। कहिले पाडाङ पुडुङ ताडाङ तुडुङ यता उता गरौँ भने एउटा हातले काम चलाइ भइरह। त्यो 1 महिना भइसक्यो। 1 महिना नै, आज 22 दिन भयो। तर यो हात हड्डी डिस्लोकेटेड भएको चाहिँ धेरै दिन प्लास्टर राख्नुपर्ने रहेनछ कि झन् हात जाम हुने रहेछ। बरु 1 हप्तातिर राखेको भए चाहिँ ठिक्क हुने रहेछ। 1 हप्ता 10 दिन। मलाई चाहिँ धेरै भनेछ गोर्खामा एक्सिडेन्ट, प्युठानमा उपचार। बाफ्रे। प्युठानमा फेरि हस्पिटल छ नि, डाक्टर नै रे। आज बुटोलदेखि डाक्टर आउने रे, त्यो डाक्टरलाई देखाउने भनेर जान लाग्यो। हिजो एक्सरे मात्र भयो। हस्पिटल पुग्न थालेँ, टप लाएर जाउँ भनेर कान खाली थियो कि टप किन्न थालेँ, टपै खुलेन। 10वटा ट्राई गरिसक्यो, एउटा नै खुलेन कानमा लाउनलाई। नलगाइकन जानु पर्ला। ओ माई गड, कता ठुलो रहेछ। फाइनल्ली मिल्यो है एउटा। साइजै के अरे खुल्दै नखुल्ने भने। साथीहरू फाइनल्ली हस्पिटल पुगेको अवस्था। हिजो चाहिँ अर्कै डाक्टरलाई देखाएको थियो, आज चाहिँ बुटोल देखाएको डाक्टरलाई देखाउँदै भएन। भिड रहेछ, टन आइस जानुपर्छ। त्यही भएर कुरेर बसिरहँ हामी बाहिर। कति टाइम लाग्ने थाहा छैन। हिजो पनि यही टाइममा हस्पिटल पुगेको थियो। हिजो चेकअप गरेर गएको थियो। अनि यो टप किनेर लगाएको, नखुलेर 1 घन्टै लाग्यो खुलाउन। अनि लास्टमा ठुलो साइजको चाहिँ खुल्यो, सानो साइजको हेरेको थिएँ मैले, खुलेन। अनि यो लगाएर आइदिएको। कपाल पनि यस्तो सर्नु मिल्दैन हातले न। यस्तो गर्नु, यो हात यस्तो चलाउन ट्राई गरेँ, यस्तो चल्दैन क्या। यस्तो माथितिर जाँदैन। के भन्नु, जब चेकअप गराएर सक्यो, चेकअप गराएर केही अर्थै लागेन। हिजो जे भनेको थियो आज त्यही भन्यो। थेरापी गर्नु, मस्त हात चलाउनु, अनि आफै ठिक हुन्छ भन्यो। अब हामी चाहिँ जानुपर्ने हुन्छ घर। टेन्सन भयो, कहिले हात सन्चो भइहाल्छ भनेर हिँडेको थियो। अझै टाइम लाग्छ अरे। अक्क ब्याक्क विरक्त भइसक्यो। गाडीमा चढेर, म्याजिकमा चढेर जानु पर्यो घर बागदुलासम्म। टेन्सन भयो, हात कहिलेसम्म मतलब सन्चो खोल्दा बित्तिकै सन्चो भइहाल्छ होला सोचिरहेको थिएँ। एक्सपेक्टेसन भर्सेस रियालिटी। यता लानु मिल्दैन, यता लानु मिल्दैन, यस्तो गाह्रो भइरह। कहिले ठिक होला भइसक्यो। गर्मी फेरि कस्तो यो बागदुलामा, बिजुवारमा गर्मी त्यस्तै छ, भिडभाड त्यस्तै छ। कपाल पनि यस्तो भुताले जस्तो के गर्नु साथीहरू।
आज त आउन मात्र भयो डक्टरले। हिजोको डक्टरले जे भनेको त्यही भन्छन्। अर्थोपेडिकलाई देखाऊँ भनेको थेरापी गर्नुपर्छ। अब हात चलाइराख्नु मस्त भन्दैछ। के गर्नु सिधाउँदैन। 10-15 दिन लाग्छ भन्दैछ अझै। 1600 रुपियाँ एउटै रहेछ नि अर्थोपेडिक न अर्थोपेडिक। के जुन भए पनि भन्ने चाहिँ एउटै रहेछ। तँ हक्क प्याक्क लगाइसक्यो भने म त खोल्दाको दिनबाटै मिलिहाल्छ होला यताउता मिलिहाल्छ होला सोचिरहेको थिएँ कि अहिले हो र यताउता पनि गर्न मिल्दैन। काफल बेच्नु राखिरहेको रहेछ हो। यहाँनिर चोकमा चाहिँ काफल बेच्न राखिरहेको रहेछ क्या बहिनीहरूले बिजुवारको चोकमा। बिजुवारदेखि बागडुलासम्म अब यो म्याजिकमा सवारी। पहिला हामी यता पढ्दाखेरि कति 50 रुपियाँ लिन्थ्यो कि यहाँदेखि बागडुलाको। पहिला 50 लिन्थ्यो अहिले घटेछ भाडा पनि 30 रुपियाँ अरे पर पर्सन। पहिले पर पर्सन 50 अहिले बढेको थियो बिचमा अहिले घटेछ। भाडा चाहिँ चेन्ज गरेको प्याक भएर म्याजिकमा पोत्तिँदै जाने। बिजुवार बजारबाट अब म्याजिकबाट मोड लिएर यहाँ बागडुलाको बजारमा हिँडिरहौँ हामी। यता के किन्नु छ किनेर लिएर जानुपर्ने कुराहरू लिएर जानुपर्ने हुन्छ। यहाँ उता घर पठाइदिने सामान सपिङ गर्ने यहाँ माथि आएको हिँड्दाखेरि वाक्क लागिसक्यो। यहाँ यो गर्मी देखेर यस्तो गर्मी छ फेरि पाफे। यति सामान किन्नको लागि यहाँ यत्रो माथि आएको सामान किनै भयो अब जानु। अरू के छ सेल्फ सर्भिस हो यहाँ। यहाँबाट अब तेल निकालेर जानु पर्यो। अनि यहाँको के अरे व्यापारी तपाईँ हो। मलाई चामलले भरिपूर्ण बादाम स्ट्रङ मैन इट्टा बोरा एकचोटि ड्याङ्गी। सपिङ भइसक्यो पैसा तिर्न मात्र बाँकी छ। बुढाले गाली गर्नु जाने थाहा डर छ अरे फेरि। भाइरल आउने भाइरल हामीलाई चाहिँ भाइरल हुन्छ। यस्तो सपिङ गरेको छु भनेर देख्छन् हो। यो पसलमा चाहिँ सपिङ गर्न आउनेहरू सब भिडियोमा आउँछ नै फेरि यहाँबाट आएर भाइरल हुन्छ। दाइले यहाँ प्रमोसन गरिदिनुहुन्छ। तिमी पाउँदैौ क्या भिडियो त बनाउनु पऱ्यो नि अहिले तिमी चल्नु पऱ्यो। इ सपिङ इनले यो गरिने दामी खालको डिस्काउन्ट गरेर एकदम मिलाएर यस्तै भिडियो त साथीहरू म यहाँ प्युठान बागडुलाको प्यार फेन्सीमा सपिङ गर्न आएको दाइको फेन्सी यहाँ सपिङ गरेँ। मैले चाहिँ कुर्ता लाउँदैन थिएँ। कुर्ता हो कि के हो त्यो किनिदिएँ क्या। त्यही पनि यहाँ दाइको फेन्सी पसलमा टिकटकमा देखिरहेको थिएँ अनि किनिदिएँ। एउटा चाहिँ किनिदिएँ। अब किनेर लिएर जान्छु तपाईँहरूलाई लगाएर नेक्स्ट भिडियोमा देखाउँछु। बिहानदेखि कुदी छ हामी त हस्पिटल गयो। बिहानदेखि कुदेको छ। सपिङ भयो मेरो फर्स्ट टाइम सपिङ कुर्ता सपिङ कुर्ता हो के हो म अब लगाएर देखाउनु पर्ने हुन्छ। पक्का प्याक्क भइसक्यो गर्मीले। कर्ट सेट किनेको मैले यो प्यार दाइको अघिदेखि भनिरहेको छु कि नमस्ते प्यार अली खान इट्स मी फ्रम बागडुला प्युठान। हाम्रो बहिनीको टिकटक के अरे हाम्रो यो चाहिँ ब्लग भिडियोहरू मजाले हेर्नुलाई सब्सक्राइब नगर्नु भएको पनि गर्नुलाई। एकदम प्यारो प्युठानी छेली हजुर धन्यवाद। गर्मी भएर वाक्क प्याक्क भएर सपिङ गरेर अब हामी निस्किसक्यौँ। अब घर जानुपर्ने हुन्छ। 1 बजिसक्यो अझै 2, 3, 4 कति बज्नु घर पुग्दासम्म त हिजो आएको झन् म त आज पनि हेरेँ होइन।
साथीहरू अब चाहिँ हामी घर जान थाल्यौँ। हासनमाले हिजो किचन ऱ्याक अर्डर दिनुभएको थियो। किचन ऱ्याक लिएर पनि आइसक्यौँ। अब हामी घर जान्छौँ। बसै घर अगाडि आइसकेको छ। आज सामानहरू के हो लिएर जानुपर्ने सपिङ सबै भइसक्यो। अब चाहिँ घर जाने बालो भइसक्यो। किचन ऱ्याक लिएर आएको। अब यो बसमा हालेर सर्लक्क लाएर लिएर जाने। छोप्नु पर्छ माथि। उडाउँदैन बिजोको अवस्थामा ब्याग स्याग पक्रेर अब हामी यहाँ बागडुग्राबाट निस्किन थाल्यौँ। बस यहीँ अगाडि छ। बिचल्ली छ। अब बसमा जानुपर्ने हुन्छ। अझै 2-3 घन्टा बस कति बेला छुट्यो ठेगान छैन। बाटो त्यस्तै छ। कति घन्टा लाउने हो? 3 घन्टा लाग्छ बसले घर पुग्न। बाटो डाँडा डुडुङ ढिलो हुँदैन उफ्रिँदै साथीहरू म चाहिँ अब बसको ड्राइभर है आजको लागि। बस चलाउनु पऱ्यो म बसेर त्यो प्याक छ है क्याबिनमा बसेर जाउँ भने प्याक भइरहेको मान्छेहरू ठाउँै पाएन। ब्यागै ब्याग छ। सामानै सामान छ। पछाडि पनि त्यस्तै प्याक छ। गाडी गाह्रो छ। अब यहाँ बागडुग्राबाट घर निस्किन थाल्यो। काठमाडौँको शानदार ममरी फेरि त्यहाँ लेखाएर है। अब यहाँबाट जान थाल्यो हामी घरतिर। गाडीहरू लेट भइसक्यो। 5 बजी 4 बजिसक्यो। अझै गाडी निस्क्यो होइन। अब एकछिनमा निस्किनु पर्ने हुन्छ। कहिले त भन्छन् कहिले त भन्छन्। मेरो हात मात्र दुखाइदिन्छ नि यिनीहरू सबजना मिलेर। दुखाइदिन्छ त यस्तो प्याक छ। दस 11 जना क्याबिनमा यो लोकल गाडीको क्याबिनमा। यता हुनुहुन्छ फेरि हाम्रो राजा दाई सबलाई राजा भन्नुहुन्छ। फेरि दाइले त केटा होस् केटी होस् बच्चा होस् बुढो होस् आमा होस् सबलाई राजा हो भने मैले दाइको नामै राजा दाई राख्दा हुँ कि त्यही भएर लजाइ राखौँ भन्नु न दाइ। 1 बजेदेखि वेटिङ। बल्ल गाडी जान थाल्यो घर। कहिले अझै टाइम लाग्छ पुग्न त। यो गाडी यस्तै छ सधैँ लेट खतरा गर्छ। पुरानको बागडुग्राबाट घर जान थालेको। अरू बसहरू पारी पुगिरहेको रहेछ। हामी चाहिँ बस जान लाग्यो। अब यहाँदेखि त यहाँसम्म मात्र पिच छ। हाम्रोतिर त बाटो पिचै हुँदैन। के हो गाह्रो छ। यता गयो भने चाहिँ खलङ्गा प्युठानको सदरमुकाम यता रोड चाहिँ पिच छ। फेरि हामी चाहिँ यता जानु पर्यो। बाटो चाहिँ बन्दै छ यतातिर पुरै। चिसवाङ पुग्यो बल्ल। अझै घर पुग्ने कहिले ठेगान छैन। बाटो बनिरहेको धुलो मात्र आउँछ। एकदम फोहोरी भइसक्यो। अनुहारमा धुलो मैलो फोहोर भइरहेको देख्ने जस्तो छैन। हो राजा हो म पत्रकार हो। भन्नु परेन। यस्तै हाम्रो प्युठानको बाटो चाहिँ साथीहरू फुल अफ रोड धुलो मैलो हिलो ढुङ्गा हो। राजा दाई हो। राजा दाई भने अस्ति आउँदाखेरि हिलो थियो। अस्तिको लास्ट टाइमको भ्लगमा हेर्न सक्नुहुन्छ। अहिले चाहिँ पुरै हिलो मात्र छ। बाटो ठुलो गराउनु थालेर रहेछ। पिच हुने त कहिले ठेगान छैन। प्युठानीहरूको बिजोक। एउटा गाडी आयो कि बाटै छेकिन्छ। बच्चा बच्ची भनेर भर्खर बिहा गरे 1 वर्ष कति छन् बच्चा बच्ची अन्त त होइन आज त केही ज्यादै हुन्न तर कति छन् बच्चा बच्ची भन्दा त मेरो त 1 परान्त गइहाल्छ। म त घट्टी नगरेर हिँडिहाल्थेँ। बोल्दा त त्यस्तो बोल्नुहुन्छ क्या। बाबु तेल लगेर त खाने हो नि नै खाने।
फेरि बुझेर भर्खर सुरु हुँदैछ बाटो जस्तो छ हाम्रो त्यो सर्छ बाहिर कतै जानुहुन्छ कि फेरि अलिकति बुझकारी पनि हुन्छ क्या पुरै बन्दैछ कि यस्तै बाटो अझै पुग्न टाइम लाग्छ घर पुग्न त अहिले त यहाँ मक्सी बजार पुगेको उता माथि गयो भने चाहिँ चौतामारी गइन्छ यता गयो भने ठुलाबेसी हामी चाहिँ ठुलाबेसी रोड जानुपर्छ अनि ढाडा गएर अर्को बाटो जानुपर्छ हामी चाहिँ ठुलाबेसी रोड नगएर 1 घन्टा भइसक्यो त्यहाँबाट हिँडेको अझै अब 1 घन्टा लाग्छ घर पुग्न वाक्क ट्याक्क लागिसक्यो साथीहरू लास्ट टाइम जाँदाखेरि यो बाटो चाहिँ बन्द थियो यो बाटो जान पाएको थिएन आज यो बाटो खुलेछ उता खोलाबाट गएको थियो आज चाहिँ खोलाबाट जानु पर्दैन हिलोमा अस्ति त हिलो पहिरोमा अड्केर बसेको थियो आज सिधै जान्छ होला फाइनली 2 महिनापछि बाटो खुलेछ यहीँनिर ढलान मात्र गरेछ पिच पनि छैन यतातिर सब पहिरो गएको गर्थ्यो क्या माथिबाट त्यो भएर त्यो डाँडोमा बनाउनु थालेको लास्ट टाइम आउँदाखेरि अहिले चाहिँ बनिसकेछ जान्छ कि जाँदैन अस्ति हिजो हामी बाटो म जाँदाखेरि त अब यो बाटोमा बस पनि चलाएको थिएन जिप मात्र चलाएको थियो आज त चल्दैन यस्तो धुलो उठ्छ फेरि हो जान्छ कि जाँदैन बस्नु थाहा छैन हो पहाड माथि कस्तो कहाँ पुगे जस्तो लागिरहेको अग्लो है ट्र्याक्टर आइरहेको रहेछ साइड लाइन ठाउँ छैन हिजो चाहिँ तल खोलाबाट जान्थ्यो होइन जिपमा गयो नि त म जाने होला त त्यही भएर जिप यहाँबाट गयो खास बसहरू हिजो तलको बाटो गइरहेको थियो होइन यो तलको बाटो लास्ट टाइम पनि अड्केको थियो आज चाहिँ यो बाटो खुलेछ हामी माथिबाट आउन पायो छिटो भयो खोलाबाट आउनु पर्दा अलिक ढिला हुन्थ्यो अब चाहिँ ढाँडा बजार पुग्न थाल्यो यो चाहिँ ददेरी यो चाहिँ ढाँडा बजार है अझै टाइम लाग्छ घर पुग्न यहाँबाट नि माथि जाने यो चाहिँ हाम्रो घरदेखि अलि नजिकको बजार ठुलो बजार पनि सानो बजार अब यहाँबाट धेरै टाइम लाग्दैन ठ्याक्कै पारिपट्टि खोला पारिपट्टि जानुपर्छ हामी चाहिँ घर पुग्नलाई गाडी चाहिँ एकछिन रोक्छ होला यता अब हाम्रो घर जानको लागि यो पुल गरेर खोला पारिबाट त्यो माथिको बाटो जानुपर्छ अस्ति जाँदाखेरि त अँध्यारो भइसकेको थियो त्यही भएर खासै केही देख्न पाएको थिएन आज चाहिँ उज्यालो नै छ 6 बजीसक्यो त्यो पनि उज्यालो नै छ हल्ला मात्र छ गाडीमा त्यही पनि म बोलिरहेको छु आफ्नै पारामा पारीको साइडबाट आएको थियो अब यो साइडबाट जानु पऱ्यो पुल चढेर अब धेरै टाइम लाग्दैन घर पुग्न 20-25 मिनट हाम्रो झिम्रू गाउँपालिकामा एकदम प्रसिद्ध धार्मिक स्थल पनि छ होइन यो झिम्रू गाउँपालिकै त हो नि सबै अनि स्नान खड्का लेखेर चाहिँ त्यहाँनिर होइन यो चाहिँ पर्वतद्वार हाम्रो माथि छ क्या स्नान त्यहाँनिर घुम्नको लागि मान्छेहरू आउँछन् आज भोलि टर्नै अस्ति लास्ट टाइममा गएको थियो त्यहाँ ब्लग नि छ हेर्न सक्नुहुन्छ यहाँबाट प्रवेश भयो अब 8 नम्बर यहीँदेखि त होला नि 8 नम्बरबाट 8 नम्बरबाट हाम्रो घर चाहिँ 8 नम्बरबाट तिम्रो गाउँपालिका 8 नम्बरमा पर्छ है साथीहरू अस्ति यहाँनिर लोटा साथीहरू अस्ति राति आउँदाखेरि हामीले यहाँनिर बाघ देखाएको थियो कि 3वटा बाघ थियो कसैले विश्वासै गरेन बाघ हो भनेर सबले स्यालो भने होइन तर यहाँनिर बाघै थियो कि यहाँ बाघ थियो कि 3वटा बाघ थियो अस्ति हामी आउँदाखेरि राति भएको थियो आउँदाखेरि अनि मैले भिडियो बनाएर भिडियो पोस्ट पनि गरेको थिएँ सबजनाले स्यालो ल भने तर बाघै हो है त्यो दिन रात परिसकेको थियो कि आज उज्यालै छ अलि छिटै छ त्यो स्यालहरू भनेको त्यो बाघहरू भागेर यता आएको थियो कि उता पारी डाँडाबाट भागी यहाँसम्म आएको थियो कसैले विश्वास गरेन तर बाघै यो बाघ चाहिँ अब घर आउन थाल्यो हाम्रो घर त्यो पारीको डाँडो कट्यो भने घर आइहाल्यो
अर्तिचालाई घर नजिकै गएँ पाएर जाउँ न पारिबाट लगिदिउँ दिन्छन् कि होइन अब पुग्न थाल्यौँ हामी 2 मिनटमा पुग्छौँ म क्या साथीहरू 2-3 घन्टा पछि कति बज्यो अहिले 6 बजी 4 बजी 2 घन्टा लाग्यो घर पुग्न फाइनली म मेरो घर आइसकेँ अब आजको भ्लग मेरो यतिमै इन्ड गर्नुपर्ने हुन्छ बाँकी अब अर्को भ्लगमा भेटौँला पुगे घर मेरो घर त यही आइसक्यो यो दाइको बाघले सेक्दो रहेछ कि हाम्रो मम्मी बाबा नै हुनुहुँदैछ किचन राख्नु छ अरे यहाँ हाम्रो घर कस्तो भद्र यो घाँस चाहिँ बस्नु जानेवाला